राख्नु हुँदैछ कि हो यो धुलो कति आउँछ कि यहीँ यो रोडमै झर्न लागिसक्यो माछा अब उसको हातमै यहीँ छ ल माथिबाट फोहोर पानी झरिरहेछ है अनि के को पानी झरे माथिबाट हजुर खाने पानी हो कि टोयलेटको पानी हो कि के हो यो भएन नि त यो यसरी यो एटलिस्ट तपाईँहरू यो रोडमै झर्नलाई गरी त देखाउनु पर्दैन क्या दिजु यो चाहिँ किन भन्दाखेरि म एउटा कुरा के भन्छु नि खाने मान्छेले जसरी नै खोजेर खान्छ कि खाँदैन भन्नु त खाँदैन खान्छ होइन एटलिस्ट तपाईँहरूले एटलिस्ट यो एउटा कभर गरेर छोपेर राख्नु पर्यो कि यही कुरा गरी यो अनि उहाँ बहिनीलाई पनि भनेको छु मैले हाम्रो साउनी हाम्रो भाषा ठाउँलाई पनि अनि तपाईँ अनुहार देखाएर केही फरक त पर्दैन हाम्रो नाना हो ल गाला नाना मुला नाला मुला ए माछा कभर गरेर राख्ने खास जान्दा है यस्तै खालको नभए यो राम्रो छ दिस इज भेरी नाइस यस्तै खालको अब एउटा बनाउनु पर्यो यहाँ है त ल ल ल दाइ है यो भन्नु पर्यो नि उहाँलाई पनि अलिकता है यो चाहिँ छ हो पारिन जानु पर्यो ल सबैलाई भन्नु पर्यो ल उहाँले चाहिँ भित्र राख्दै हुनुहुन्छ यसरी चाहिँ यो एकदम यो पानी परेको अरू भन्दा यो टोयलेटको पानी जस्तो लागेको छ मलाई त्यस्तो खालको यो चाहिँ अलिकता साउनीले चाहिँ यो प्लेटको कसरी साउनी हो सस्तो रहेछ माछा चाहिँ तर कस्तो भने यो धुलो 24 घण्टा पर्ने भएर मान्छे चाहिँ बिरामी हुन्छ क्या हेर्नुहोस् त है ल उनीहरूको हो यस्तो राख्नु न यहाँ रहेछ त यहाँ बनाएको यो सिसामा राख्दा दिस इज भेरी नाइस आइडिया आई लाइक दिस यो चाहिँ चारैपट्टिबाट यस्तो रहेछ दिस इज भेरी नाइस यसरी यता पनि बनाउनु पर्यो एउटा साउनीजी है ल धन्यवाद ल ल है त ल पारिन जान्छु म ल